आज हामी पुगेको थियौँ अलिसा बहिनीको छोराको जेठो छोरा आवासको व्रतबन्धमा। यति रहरको नि अलिसा बहिनीको यति रहरको व्रतबन्ध थियो यो। हामीलाई त पार्टिसिपेट गर्न नै कति रमाइलो लाग्यो कि। अनि ठ्याक्क भिक्षा दिने टाइममा हामी पुगेको थियौँ, विच हाम्रो कत्रो सौभाग्य क्या होइन। किनभने फेरि हाम्रो गिरी खलकमा चाहिँ खासै व्रतबन्ध हुँदैन होइन। यसरी व्रतबन्ध त हुँदैन हाम्रो गिरी खलकमा चाहिँ। अनि कसैको पनि व्रतबन्ध अटेन्ड गर्न मलाई चाहिँ साह्रै रमाइलो लाग्छ, किन हामीले यस्तो अपर्च्युनिटी नै पाउँदैन नि त आफ्नो फ्यामिलीमा त। हाम्रो भाइहरू कसैको पनि अब आकाशको चाहिँ व्रतबन्ध भएको थियो किन होला भनेर सोध्नुहुन्छ, ऊ चाहिँ ठकुरी परे क्या होइन, त्यसैले उसको चाहिँ भएको। नत्र भए हाम्रोमा त गिरीहरूमा त व्रतबन्धै हुँदैन नि। कस्तो राम्रो सर्भ, स्न्याक्स पनि मजाले सर्भ गरेको होइन। अनि अलिसा बहिनी रातोमा यति राम्रो देखिनु भएको होइन, निशा बहिनी पनि आउनुभएको। हामीले त कि हामी चाहिँ फेरि नेपाल क्यान मुभको थ्रुबाट भेटेको हो है। हामी सबै पुरानो वर्ष पाएको भेन्डरहरू हो कि हामी चाहिँ, अलिसा बहिनी, म, निशा बहिनी होइन। भेट्न पनि रमाइलो है। अनि हेर्नु न, ऊ बटुक भागेर मामाले वापस ल्याउँदै हुनुहुन्छ। एकदम रमाइलो, हामीलाई त साह्रै आनन्द आयो कि। यति मायाले यति श्रद्धाले हामीलाई इन्भाइट गर्नुभएको होइन। अनि फेरि त्यो आफ्नोपन पनि कति मजाले झल्केको क्या। हामी त्यहाँ पुग्दाखेरि पनि यस्तो राम्रो महसुस भयो मलाई। अलिसा बहिनी र अलिसा बहिनीको सिङ्गे परिवारलाई त धेरै 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 माया, धेरै ब्लेसिङ्स, धेरै आशीर्वाद है। स्पेसली छोरालाई व्रतबन्ध यति रमाइलो पाराले गर्नुभएको छ होइन। फेरि नाचेर जानुपर्छ भन्नुभएको थियो क्या। त्यसैले मैले र निशा बहिनीले चाहिँ मजाले नाचिदिउँ। मेरो घुँडा दुखिरहेको थियो कि, मैले नै क्रेप ब्यान्डेज बाँधेको छु घुँडामा, बुझ्छ त मैले नाचेको देखेर। मैले मेरो घुँडामा चाहिँ क्रेप ब्यान्डेज बाँधेर नाचिरहेछु भनेर। तर है यस्तो राम्रो बाजा थियो क्या, यो दमाई बाजा साह्रै राम्रो के। अनि बाजा पनि त्यस्तै बजेको, ननाच्ने त कुरै आएन नि। निशा बहिनी पनि नाच्न सिपालु, लु नि त मलाई पनि आए पनि नआए पनि अलिअलि त नाचिहाल्छु भनेर मैले पनि नाचिहालेँ। नाचेरै जानुपर्छ है भन्नुभएको थियो क्या अलिसा बहिनीले। अनि लाखबत्ती बाल्दाखेरि अलिसा बहिनी फेरि रातोमा कति उज्यालो देखेको के, कति राम्रो देखेको होइन। पुरै परिवार साह्रै राम्रो। उहाँको ससुराबा होइन, बटुकको हजुरबा छोराको, अनि हजुरबा सबैलाई भेट्यौँ हामीले, उहाँको श्रीमान होइन। द एन्टायर फ्यामिली सो ग्राउन्डेड के, सो डाउन टु अर्थ, सो रमाइलो कुरै छोडिदिन्छु। हामी गएर एकछिन बसेर आउँछु भनेको मान्छे लाखबत्ती बालुन्जेल फेरि कस्तो के खाएरै जानुपर्छ भनेर भन्नु है। स्न्याक्स नै हामीले यति खाइसकेको थियौँ, अझै हजुरहरूले त खाना खाएरै जानुपर्छ। फेरि मलाई त्यो भाव एकदम के, कसैले एकदम श्रद्धाले इन्भाइट गरिसकेपछि आई फिल त्यो पुरै होइन, अब उहाँहरूको पुरै सर्भिस, पुरै त्यो होइन सत्कार लिएरै आउनुपर्छ जस्तो लाग्छ क्या। हेर्नु न, सासुआमा कति क्युट के, गाउनु पनि हुँदो रहेछ, नाच्नु पनि हुँदो रहेछ। आफ्नो नातिको व्रतबन्धलाई कति इन्जोय गर्नुभएको नि। फुल मस्ती हुन्छ नि, द्याट वार्म फ्यामिली भाइब्स के पुरै आइरहेको थियो। अलिसा बहिनी थ्याङ्क यू सो मच। हामीलाई यति रमाइलो भयो, यति मजा आयो। मलाई त साह्रै मजा आयो नि। मलाई के भन्छ, अनि यति वार्मथ पनि महसुस भयो कि, लट अफ लाइक लभ एन्ड वार्मनेस हुन्छ नि। आई थिङ्क इट मेक्स अ लट अफ डिफरेन्स। कहिलेकाहीँ इट्स नट ओन्ली अबाउट व्यापारको बारेमा मात्रै होइन कि, इट्स अल अबाउट बिङ पार्ट अफ द फ्यामिली अनि इन्जोइङ सच फङ्सन्स है। साह्रै रमाइलो। फेरि हेर्नु न कति क्युट के, सासुआमा कति क्युट। लाखपत्ती पनि त लिनु पर्यो भनेर हामीले चट्ट लाखपत्ती चलाएर होइन, अनि लाखपत्तीको आगो लिएर अनि त्यहाँपछि चाहिँ खाएरै जानुपर्छ है, नखाइकन त जानु हुँदैन भनेर भन्नुभयो कि। म खासमा यो ठ्याक्कै लाखपत्ती चलाएर चाहिँ अब जाने भनेर भन्न गएको थिएँ। कहाँ त्यस्तो हुन्छ, खाएरै जानुपर्छ भनेर भन्नुभयो। अब मिल्न खाइकन त जानु मिलेन भनेर ल चट्ट हामी खाना खानतिर लाग्यौँ। अनि खाना खाइसकेपछि चाहिँ हामी यहाँबाट प्रस्थानम भयौँ। तर एकदम मजा आयो अलिसा बहिनी, थ्याङ्क यू सो मच, थ्याङ्क यू फर इन्भाइटिङ अस।